हेलो गाइस, नमस्ते। मेरो नाम चाहिँ प्रकाश श्रेष्ठ होइन। मेरो घर त सबैलाई थाहा नै होला, भन्दा पर्दैन, घर चाहिँ चिताउनु हो। अब हामी त यस्तै हार्डवर्क गर्ने मान्छे होइन। यो चाहिँ अर्थिङको खाल्टा खनिरहेछ नि होइन। सबैले यसो नेपालको नम्बर 1 अर्थिङ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हाम्रो च्यानललाई पनि सबैले माया गरिदिनु होला होइन। के गर्न आयो भन्ला यसो हजुरहरूलाई पनि यसो देख्नु कि भनेर काम गरेको यस्तै छ होइन। सबैले हेरेर माया गरिदिनु होला, यस्तै काम छ हाम्रो। के गर्नु, सबै विदेश भन्छन्, हामीलाई त विदेश जानु मन नै लागेन। नेपालमै यस्तो हार्ड काम गरिरहेको छ। पारा सकियो अब। ल एकचोटि हेरेर पोज पनि दिनु न। गाइस, अर्थिङ हाल्नलाई खनिरहेको यस्तो बहुत गाह्रो छ यार। यत्रो काम गरियो, यत्रो अर्थिङ गाडियो जिन्दगीमा, यस्तो खाल्टा अहिलेसम्म गरेको थिएन यार मैले। कति अर्थिङ गाडियो। यो चाहिँ कपिल वस्तुको घटना है, बहुत रहस्यमय छ घटना चाहिँ। माटो प्लास्टर गरे जस्तो छ जिन्दगीमा चाम्रो। यस्तो अर्थिङ त खन्नै नपरेन। एउटा त हिजोदेखि हालेर बल्ल बल्ल गाडी भइयो नि त्यहाँ। अब एउटा खनलाई अझै एक दिनभरि लाग्ला जस्तो छ। के गर्नु, दुखीको जिन्दगी दुखैमा बित्छ भनेको हो रहेछ ल। यत्रो त्यसै सहिलो छ गरी खान खाएर गरौँ भनेको कसैले पनि दिन्न यार। के गर्नु, गरेर खानुपर्छ भन्छ, घरि खानलाई गाह्रो छ। है तेरिका लगाइजो प्लेट सँगसँगै हामीले केमिकल हालेर यहाँ अर्थिङ बनाइरहेछौँ होइन। यसरी अर्थिङ निकालेर यहाँबाट हामी चाहिँ भित्र लाने यहाँबाट। अनि यो माटो साटो हालेर पुरेर ठ्याक्क लाएर अनि त्यसपछि अर्थिङ हुन्छ। अनि चेक गरे बेलामा फेरि अर्को भिडियो बनाउँला।